हेलो साथीहरू, गुड इभिनिङ। मेरो सानो मिनी ब्लगमा तपाईँहरूलाई स्वागत छ होइन साथीहरू। आज चाहिँ नि म तपाईँहरूलाई एउटा सानो मसँग घटेको घटना बताउन आँटेको होइन। जति पनि इन्स्टाग्रामहरू चलाउँछ होइन, फेसबुकहरू, अनि उनीहरूको लागि पनि मैले भनेको होइन। अनि मलाई चाहिँ थाहा थिएन, आज मैले पनि सिक पाएको छु, कल आएर मलाई होइन। अन्त नि साथीहरू, अचानक इन्स्टाग्राममा कल पे कल आउनु थाल्यो होइन। म वाट्सएपमा बिजी थिएँ अनि मैले इन्स्टाग्राममा त्यो मेसेज छोडिदिएँ होइन, जसले मलाई कल गरिरहेको थियो। आज चाहिँ म त्यसको नाम चाहिँ लिँदिनँ होइन। कल गरेकै गरेँ अनि मैले किन फोन गरेको भनेर मेसेज गरेँ। अनि के अरे मेसेज गर्दाखेरि पनि र पनि मलाई कलको ब्याक कल गरेको गरेँ होइन। अनि त्यहाँबाट मैले मेरो यहाँ काम गर्ने बहिनीलाई बोलाइकन फोन उठाउनु लगाएँ। फोन उठाउनु बित्तिकै चाहिँ के भन्यो भन्दा चाहिँ नि साथीहरू, तपाईँ त के साह्रो राम्री हट, तपाईँलाई त म पुरा छुनु मन लाग्यो भनेर यस्तो घिनलाग्दो पाराले भन्यो। अनि मलाई त पुरा प्रेसर तात्यो मेरो होइन। अनि त्यहाँबाट आवाज पनि यसरी काटिँदै आइरहेको थियो। अनि मैले तुरन्तै त्यो नम्बर ब्लक लिस्टमा हालिदिएँ होइन, त्यो जहाँबाट कल आउँदै थियो त्यहाँबाट। अन्त मैले के भन्छ चिनिहालेँ कि यो चाहिँ नेपालको भनेर होइन, त्यो बोली टोनमा। अनि यस्तो यो 2-3वटा नमुनाहरूले चाहिँ गर्दा चाहिँ नि बेकारीहरू जो काम हुँदैन, जसको चाहिँ घरमा बसेर त्यो 2 मिनट 3 मिनट टाइपिङ गरेर पठाउँछ नि जतिजनालाई, तिनीहरूको कुराले चाहिँ तिनीहरूलाई चाहिँ नि डक्टरको पास जाने जरुरत छ। तिनीहरू चाहिँ बिमार हो कि तिनीहरू चाहिँ बिमार छ मानसिक रूप चाहिँ नि, त्यो दिमागी हालत ठिक नभएर चाहिँ त्यस्तो मेसेज गरेको होला साथीहरू होइन। त्यस्तो मान्छेहरूले अब त्यस्तो कति छ होला होइन, कतिजना ठुल्ठुलो भ्लगरहरूकोतिर पनि आउँछ होला त्यस्तो मेसेजहरू उयोहरू। म चाहिँ के भन्नु चाहन्छु भने त्यस्तोहरूलाई चाहिँ इग्नोर गर्नु होइन। अनि तिनीहरूको चाहिँ कलहरू नउठाउनु। आज मलाई पर्यो होइन। अब कतिजना चाहिँ कमुलो मनको हुन्छ, तिनीहरूको त्यो कोही नराम्रो कुराहरूले बातले पुरा एकदमै चित्त दुख्छ, एकदमै हावी हुन्छ होइन। तिनीहरूको बात चाहिँ सिरियसली नलिनु होला भन्नु चाहन्छु होइन। अनि मैले त सिधा कल काटेर ब्ल्याक लिस्टमा हालिदिएँ त्यसको नम्बर होइन। अनि के अरे यो 1-2जना कलङ्क नमुनाहरूले गर्दा चाहिँ नि घिनलाग्दो कलङ्क लाग्छ के। अब नेपाल यस्तो राम्रो छ होइन। हुनु त म त गएको छुइनँ, अब हामी त इन्डियामा जन्मियो हुर्क्यो होइन, यहाँको बासिन्दा हो हामी त होइन, इन्डियन हो, इन्डियन नेपाली होइन, गएको छैन। र पनि जतिजना